हेलो वेलकम ब्याक माई मिनी ब्लगमा र आज मैले मिनी ब्लग भइरहेको छु। यो चाहिँ फर्स्ट डे हो है। र तपाईँहरूलाई लाग्ला दिलले आज माटो किन मुछिरहेछ भन्ने लाग्ला। मम्मीले चाहिँ पानी लिएर आइदिनु भयो र मैले चाहिँ माटो मुछ्न लागिरहेको छु। यो चाहिँ तिहारकै दिनमा हो। तिहारको दिनमा मम्मीले र मैले चाहिँ माटो मुछेर यो पुरानो घर भत्किरहेछ कि भित्र, त्यसलाई चाहिँ सलक्क लिप्नको लागि, टालटुल गर्नको लागि है। के गर्ने, पुरानो घर, आफू जन्मेको घर माया लाग्ने होइन। पहिला चाहिँ यो चाहिँ ढुङ्गा र माटाको घर हो। र हेर्नुहोस् त, यतापट्टिको साइड मैले लिपिसकेको छु र यो चाहिँ अब यो लिप्नको लागि यसमा चाहिँ पानी राखिरहेको हुन्छु। पानी हाल्नुपर्छ पहिला, किनकि बल्ल बस्छ, लिपिन्छ बल्ल। सलक्क लिपेँ। आज चाहिँ यो चाहिँ तिहारको दिनमा हो र यो चाहिँ हाम्रो लागि सामान्य नै हो। र देउरे हातले कसरी लिपेको भन्ने लाग्ला तपाईँहरूलाई। आज स्पेसली म चाहिँ लेफ्टी होइन, मेरो हात चाहिँ दाहिनै चलिरहेको हुन्छ है। तर पनि गाउँघरमा के गर्नु, म पहिला पनि अब यो घर माटाको भएको कारणले गर्दा मम्मी बिरामी हुँदाखेरि पनि मैले सलक्क लिप्ने गर्थेँ। दैलोहरू सबै लिप्ने हुन्थ्यो मम्मी बिरामी हुँदा। र फाइनल्ली लिपलाप गरेर सबै कुराहरू भ्याइसकेको छ। म तपाईँलाई देखाउँछु, ल हेर्नुहोस् होइन। यो कुनाहरूमा सबै भ्याइयो। र थ्याङ्क यू सो मच गाइस। र सबैजनाले फलो गर्नु होला।